म चाहिँ गाइज अब हाट बजार जानु आएको माल्टाको हाट बजार। म चाहिँ हिँडेको यस्तो छ नि आज माल्टाको मौसम राम्रो छ, हावा चलिरहेको छ। म चाहिँ हतार बोलमा चढेर जाँदैछु हाट बजारतिर। एकछिन जाममा परेको ल। हेर्नुहोस् है बाहिर आज त कस्तो मौसम राम्रो थियो कि घाम लागिरहेछ मजाले। यस्तो बाहिर बसेर सुन्तला खान पाए कति मजा आउँथ्यो होला। पहिला नेपालमा आउँदा त खान्थ्यो ल। हामी चाहिँ हाट बजार आइपुगेको स्टार्ट भयो है। हेर्नु हाट बजारहरूमा के बेच्न राखेको छ। यहाँ ठुलो लाग्थ्यो। हेर्नु 5 युरो अरे हो जम्मा। कति राम्रो लुगाहरू छ 5 युरोमा। आउनु होला है तपाईँहरू पनि। मार्सकलाको हाट बजार हो नि यो। जम्मा 5 युरो अरे। नेपालमा धेरै हुन्छ नि 5 युरो पनि। तरकारीहरू सस्तो दिन्छ कि नेपालको जस्तै हाट बजार हुन्छ। यहाँ चाहिँ सस्तोहरू राख्ने गर्छ। अब ज्वेलरीतिर यहाँ सुनभन्दा कम छैन पनि बेच्न राख्छ। सुनभन्दा कम छैन, हराइमा डर छैन भन्ने पनि। अब औँठीतिर आएकोमा चाहिँ औँठी किन्नु पर्यो भनेको फेरि भने जस्तो मनले खाएको जस्तो एउटै राम्रो देखिन क्या औँठीहरू चाहिँ। बहिनीले चाहिँ यो किन्न त भनेको, राम्रो छ भनेको। तर मलाई फेरि मन परेन कि औँठी चाहिँ। मलाई चाहिँ सानो टुपुक्को खालको मन पर्छ कि चिटिक्कमा। यस्तो ठुल्ठुलो मन पर्दैन। त्यही भएर किनिनँ मैले चाहिँ, छोडिदिएँ। सुनभन्दा कमहरू यस्तो लिपस्टिक पाउडर यस्तो राख्छ कि बेच्नलाई यिनीहरूले। लुगा हेर्नु जम्मा 1 युरोको लुगा छानी 1 युरोमा। पहिला घुम्छु अनि अब पछि आएर किन्छु भनेर गएन। यस्तो हाट बजारमा के मान्छेहरू खाने कुरा एउटै मन पर्दैन हामीलाई त। किन्दै चाहिँ हिँड्दै त्यही पनि हेऱ्यो। क्यामेरामा बहिनीले तेरो चाहिँ बहिनीले भिडियो गरिरहेको थियो जस्तो सब कुरा राख्छ कि बेच्नलाई। जग्गा कति राम्रो थियो, मलाई मन परेको थियो। तर जाडो महिना जे पनि मन पराउने केटी यही हो। फेरि म सबै कुरा राखेको छ लेडिजहरूको। लुगाहरू पनि राम्रै क्वालिटीको हुन्छ। देखेँ त्यही रमाइलो, जता गयो त्यतै घमाइलो। रन्जु दिदीलाई लुगा चाहिँ किनेको थिएँ कि टी सर्ट किनेको थिएँ। त्यो चाहिँ हातमै बोकेर हिँडेको छ। ब्याग दिँदैन, प्लास्टिकको झोला दिन्छ हातमा। फुल हेर्नु न कति राम्रो फुल बेच्न राखेको। कति राम्रो छ यो। कति राम्रो फुलहरू मनपर्छ एकदम फुल चाहिँ। तर जति लगेर रोपे पनि मर्या गर्छ हो हाम्रो त। किन हो बेच्न लागिरहेछ जनताहरूले। फुल हेर्नु कति राम्रो फुलहरू। हेर्नु त गुलाबको फुल कति राम्रो फुलिरहेछ। हेर्नु न घरमा कति राम्रो डेकोरेसन गरेर फुलहरू राखेको रोपेको कति राम्रो छ है। मलाई चाहिँ मन पर्यो। तर किनिनँ है फेरि। मन पर्यो हेर्ने मात्र मजा, केही किन्दैन नि फेरि। हिँडेको लखर परेर
यहाँ खानेकुराहरू मल्टिजको खानेकुराहरू के हो एउटै खान मन लाग्दैन हौ हामीलाई त नचिनेर हो के हो। यस्तै गरेर हाट बजार पनि घुमियो। मैले चप्पल किन्न लाग्यो, चप्पल नाप्दैछु। जम्मा 10 युरोको है। फेरि डिस्काउन्ट गरिदेऊ न भनेको 14 युरोको हो, यो 10 युरोमा दिइरहेको छु। आज पानी परेर भन्छ सुड्डुले। फेरि हिँडेँ म लखर हावा चलिरहेछ कि लास्टै। आज एकदम बिहान चाहिँ पानी परेको थियो, अहिले चाहिँ घाम लागेको छ, तर घाममा पनि पानी परिरहेछ। फेरि त्यही 1 युरोमा आएर लुगा छान्दैछु जुन हेऱ्यो जुनै राम्रो, घामे राम्रो कि छानेको छानेछु। आफूलाई मनपर्ने जस्तो केही पाउँदैन। म पनि पुरा खुम्चाउ चाहिँ छानेको छ म। सबै 1 युरो हो कि, तर के गर्नु सिलिङ छैन नि त, जिउ मोटी छु अनि भने जस्तो कपडा 1 युरोमा किनेर एउटा बल्ल एउटा टी सर्ट। हाम्रो चाहिँ 1 युरोको लुगा किनेर सक्यो। अब हिँड्दैछु, घरतिर जाँदैछु। सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु है। मेरो भिडियो चाहिँ यतिसम्म होस्, हेरिदिनु होला सबैजनाले। धन्यवाद, बाई बाई।